हाई गाइज, आज चाहिँ सिमोन र म भएर नेल र हेयर कट गर्नु जान लागेको। सुरुमा चाहिँ म कौसेती पुगेर सिमोनलाई भेट्छु, त्यसपछि हामी दुइटा भएर हेयर कट गर्नु जान्छौँ। अनि त्यसपछि मेरो चाहिँ यहाँ कपाल एक्सपेक्टेसन भर्सेस रियालिटी भयो भन्न नि आएन। मलाई भिड भएर होला सायद, अब आन्टीलाई पनि नराम्रो भन्न मिलेन, तर सोचे जस्तो चाहिँ केही भएन। अनि अर्को सपमा गएर हल्का हल्का ट्रिमर गरेँ। त्यसपछि अब 2 महिनापछि अब मिलाइदिन्छु भन्नुभएको छ। अनि 2 महिनापछि त जानु पर्यो नि गाइज, के गर्नु, बिग्रियो। मन दुःख गरी भए पनि नेल एक्सटेन्सन गर्नु गएँ। अनि त्यहाँको दिदीले मेरो नेल गराउन स्टार्ट गर्नुभयो। अनि यो चाहिँ कहाँ रहेको छ भन्दा ठ्याक्क कौसेती सभापति चोकमा रहेको छ। अनि अहिले चाहिँ यहाँ दसैँ तिहार अफर पनि लागेको छ। दुईटा हातमा नेल गराएको चाहिँ 1500 छ, ल्यासेसको चाहिँ 1300 छ। अनि यहाँको दिदीहरू चाहिँ एकदम फ्रेन्डली अनि काइन्ड पनि हुनुहुन्छ। तपाईँहरूलाई केही रिग्रेट चाहिँ हुँदैन। अनि गफ गर्दा मेरो नेल पनि सकियो। अनि 3 घन्टा गएको पनि थाहा नै भएन, छिट्टै गएको जस्तो लाग्यो। त्यसपछि त्यहाँको दिदीहरूलाई बाई गरेर हामी चाहिँ निस्क्यौँ खाजु खान। अनि त्यसपछि हामी खाजा खान गएको। नेलमा चाहिँ म एकदम सेटिस्फाई छु। अनि मेरो कपाल चाहिँ मलाई पटक्कै मनपर्छ। आज चाहिँ मलाई मेरो मम्मीले धोबी कुट्नेवाला छ। घर गएर मेरो यो भएको कपाल पनि निकालिदिन्छ होला सायद मेरो कपाल दिएर। अनि गफ गर्दा भन्दा मेरो हाम्रो खाजा नि आउँछ नि, हामी खान्छौँ। मलाई चाहिँ पिर्लाई मैले घरबाट धोबी कुटाइ भेट्छु भनेर। त्यसपछि हामी त्यहाँबाट निस्केर हाइलाइट सामान लिनु गयौँ। अनि सामान लिएपछि आफ्नो घरतिर लाग्यौँ। अब घर कुटाइ खाने त म बाई।